गाइज नमस्ते, स्वागत छ तपाईहरुलाई आज मेरो नयाँ भिडियोमा। आज धेरै दिन पछाडि फेरि एउटा भिडियो लिएर आएको छु, किनभने आज धेरै दिन पछाडि म गाउँ आएको छु। आज नै हो आएको, म बिहानको गाडीमा आएको थिएँ। अनि म यसो आज एकदमै राम्रो रहेछ हौ, एकदमै घाम लागेको छ, गरम सिलगढी जस्तै। गाई, यो सबै मेरो गाई हो। अब चाहिँ म गाईको मल बोकेर चाहिँ जाने हो खोर्सानी रोप्नु। यहाँ आमाले मल कोट्याउनु हुँदैछ। आमाले दुईजनाकै भारी लाउनु हुँदैछ, किनभने म चाहिँ यहाँ भिडियो बनाउँछु भनेर चाहिँ एकछिन आमालाई कोट्याइदिनु नि भनेको नि हो। अन्त यो चाहिँ हाम्रो आमाको चाहिँ नयाँ ब्याग रहेछ है, फोन बोक्ने ब्याग रहेछ हाम्रो आमाको नयाँ। मन पऱ्यो मलाई त। तपाईँहरूलाई कस्तो लाग्यो? मेरो एभरग्रिन पापा हुनुहुन्छ उहाँ चाहिँ। मेरो एभरग्रिन पापाले गाईलाई पानी दिनुहुँदैछ। बुढो हेर्नुहोस् है त, मलको भारी उठाएको हेर्नुहोस् न त मैले। यो त राम्रो लामो हुँदैन आमा? आया हो, साह्रो रहेछ। काम गर्दै भिडियो बनाउनु साह्रो रहेछ। ब्लगर भइदिउँ भनेको हल्का सानोतिनो कि साह्रो रहेछ है। ठेरिका फेमस हुनु साह्रो रहेछ। खतरै फेमस त हुनेवाला छुइनँ म, त्यस्तो खालको डरलाग्दो त होइन। तर पनि हल्का भिडियो बनाइदिएको। कता हो बाटो? हाम्रो पापा चाहिँ एकपल्ट यहाँबाट चाहिँ लडेर जानुभएको थियो नि त गाइज। अदुवा रोप्नुमा जाँदै गर्दा चाहिँ अदुवाको भारीसँगै पल्टेर तल पुग्नु भएको थियो बिचरा। बाटो चाहिँ यस्तै छ है, अप्ठ्यारो छ। तर यस्तो अप्ठ्यारो बाटोमा पनि हामीले कत्रो भारी बोकेर हिँडेकै हो। यो त केही पनि होइन हाम्रो लागि। यो त एकदम हाइवे मैदान, पिच रोड। यहाँ त खोर्सानी ठुल्ठुलो भइसकेको छ त आमा। तपाईँले रोप्नु भएको? टुप्पा चढाउने बेला भएन छ? भएन जाने नै मैले मल भोट्याउनु। बाख्राहरू चाहिँ अहिले यति नै रहेछ हाम्रोमा। यो जग्गा त सानो डरलाग्दो भिड थिएन हेर। अम्लिस अहिले त सबै बारी कोट्याएर त्यहाँ अदुवा पो रोप्ने बनाएछ हो। त्यही भएर राई लिम्बूले कमाएको बारी नकिन्नु है भन्छ नि। त्यो बाजे बोजूले त्यसै भनेको चाहिँ होइन। हामी चाहिँ भित्ता कोट्याएर पनि अदुवा रोप्छ नि त हो। तल्दैसम्म भिड हो नि यो जग्गा त। तल अब रोप्ने हो हामीले खोर्सानी चाहिँ। अब कसो अरे आमा? राईले कमाएको बारी नकिन्नु अरे, रुखो हुन्छ अरे, साह्रो खनी खर्सी खाएको हुन्छ अरे। छेत्री बाहुनले पालेको गाई नकिन्नु अरे, पुरा रुएर खाएको हुन्छ अरे। रुएर भनेपछि अब निखर पाखर अन्त अर्को उयो पनि भन्छ नि, लेप्चाले खनेको उयसमा चाहिँ तरुण पाउँदैन अरे भन्छ नि है। लेप्चाले गिठा भ्याएको तरुलहरू लेप्चाले चाहिँ त्यो पहिलाउँदै गएर भए पनि खनी छाड्छ अरे नि त। भन्नुको मतलब नराम्रो चाहिँ होइन। अब मेहनती हुन्छ, मेहनत गर्छ सबैजनाले आफ्नो आफ्नो क्षेत्रमा भन्नु खोजेको नि। सबैजना खत्रै हो मान्छे भन्नु खोजेको नि। त्यही भएर हामी पनि राईहरू कमी होइन नि भनेर चाहिँ फेरि पनि देखाइदिन्छ तपाईँहरूलाई। यो भिड चाहिँ अब कस्तो चाहिँ थियो होला हो। अब यहाँनिर चाहिँ डल्लै बारी बनाएर चाहिँ अदुवा रोपेको रहेछ। यो चाहिँ बाख्राको मल हो, मसिनो बडकुला। अब फेरि बाख्राको मल पनि लाउने नै अरे नि त फेरि। के भएको? चोरी भएको ला हो र? कस्तो मन्दिर पनि चोरी भएको? कहिलेको कुरामा? खै हिजो धुर्बको बुहारीहरू मन्दिर सफा गर्न आउँदाखेरि देखेर माइती बुहारी र हजुर तल 100 बिलेटले काटेर खोलेछ अरे। अन्त फेरि टक्कै अलिकति अल्झै राखेको छ। गाउँको मान्छे त होइन होला है। कस्तो निकालेर त्यो शराबीहरू क्या, शराब पिउँदाखेरि पैसा नपुगेर। तर कसले चाहिँ लियो होला त्यस्तो घन्टी लिने मान्छे नि कुन चाहिँ हुन्छ? कहाँको भन्दा मन्दिरको। त्यही त साथीहरू, हाम्रो चाहिँ गाउँमा मन्दिर छ कि यहाँ माथि हनुमान मन्दिर छ, त्यहाँको चोरी भयो भन्ने कुरा गर्नुहुँदैछ आमाले। मन्दिरको घन्टीहरू सबै चोरी भयो अरे। हिजो त्यो हनुमान उयोसम्म राम्रै थियो त नि आमा, हनुमान जयन्तीसम्म।
त्यो पूजामा चढाएको पूजा गर्नेहरूले चढाएको पैसाहरू पनि सब लगेछ अरे हो ए पैसा त लानु घन्टीहरू चाहिँ किन लगेको लोटाहरू सबै लगेछ छ्या त्यसरी नपुगेको निकालेर यसो शराबीहरू मल बोकेर मलले छोट्याउनु थियो नि बस अब के गर्नु नुहाउनै पर्छ के गर्नु ठिकै छ राईहरूले बाख्रा त छुँदैन पनि बाउलिन्छ अरे भन्छ तर हामी चाहिँ हल्का पाल्नु चाहिँ पाल्छौँ है नुहाइँदै गरेर घरभित्र पस्नुपर्छ के गर्नु अब दुःख गर्नुपर्छ मलमुत चाहिन्छ बारीमा यसो गरी खानु पऱ्यो सब्जीहरू लगाएर खानु पऱ्यो के गर्नु गर्नै पर्छ आया भोलि बुद्ध जयन्ती हो पर गुम्बामा लामा पढेको सुनिरहेको छ मजाले यहाँनिर बाख्राको मल त दामी घोप्ट्याइदिएर न मैले चट्टै पारेर त्यहाँ हो म पनि त्यस्तो एक दुई दिन काम गरेन भन्दैमा म पनि हातै नलाग्ने कहाँ हो त हौ त्यतिकै यो कामहरू गरेर हुर्केको केटी हो म गाउँको उहिले स्कुल छुट्टी हुँदा त हामी त कस्तो हुरी खेल्थ्यो खेताला पुरा खेताला गएर पैसा कमाएर हामीले त आफ्नो लागि के गरेको मान्छे हो एकछिन बस्नु पऱ्यो घाम लाग्यो मजाले हो गरम छ अब हल्का यो खोर्सानी रोपिकन गएर चाहिँ घरमा गएर चाहिँ नुहाइ गरेर स्वाटै 2 मग जाँड छानेर खाइन्छ भनेर भन्छ भनेको होला होइन नि फेरि जहाँ चाहिँ म खाँदिनँ नि अहिले खानु हुँदैन जाँड कलिलै छ त्यही भनेर रक्सी खानुपर्छ भनेर भन्छ भनेको होला आमाले सुन्छ अहिले रक्सी कहाँ खान्छु म रक्सी खाँदिनँ नमिठो छ अरे उमल पसेको त्यही भएर चिसो पानी खान्छ बिउ रोप्नुपर्ने ऊ तल छ के माया लाग्दो रहेछ छानेर रोपेको नि हाँस्दै मल छर्ने पारा चाहिँ यही हो अब पक खन्नु पऱ्यो साह्रै छ त्योहरू मैले त कसो गरेर सकिदिए पो खोर्सानी त अब यसो टुप्पो चुडाइदिनुपर्छ यसरी हो टुप्पो चुडाइदिनुपर्छ टुप्पो चुडायो भने चाहिँ यसरी उयो भएर आउँछ नि हाँगिएर आउँछ हो मजाले फल्छ यसरी हाँगिन्छ टुप्पो चुडाइदियो भने चाहिँ यसरी हाँगा पलाएर आउँछ कि दामी हुन्छ नि यो सिक्नुहोस् है कसलाई थाहा छैन खोर्सानीको चाहिँ के हो कसो भनेर यहाँ हेर्नु टुप्पो चुडाको कसरी हाँगा आएको छ हाँगा भएर आएको छैन हेर्नु टुप्पो चुडाको खोर्सानी हेर्नु सानैमा हाँगा पलाएर घाममा त साह्रै पो पऱ्यो त तिर्खा लागेर साह्रो पऱ्यो यसो चियापानी के छ खोजी खाउँ भनेर यहाँ आएको छु है म चाहिँ लु दाजुको घर आएँ है म चाहिँ यहाँनिर चाहिँ फेरि फुल चाहिँ त्यस्तै हो नि त जहिले तहिले यति दामी फुलेको हुन्छ कि हेर्नुहोस् अब तपाईँहरू फुल बास्केटको बिर्को हेर्नु एन्थोरियम हो आमामा यो त झन् खत्रै भएछ यो फुल त यो त घर हो कि नर्सरी हो पो भएछ त हौ यता पनि त्यत्तिकै छ फुल त बास पृथ्वीको दिव्य सौन्दर्य अटाएर पट्ट भई फुटे ती पुष्पका रूपमा सबै भनेर चाहिँ लेखनाथ पौड्यालले चाहिँ नि यहीहरू देखेर लेखेको है मलाई चाहिँ त्यस्तै लाग्यो अब हेर्नुहोस् न यहाँ हिजो चाहिँ आउँदाखेरि भर्खर सारेको थियो यो फुलहरू हेर्नु फुलेर त यतापट्टि हेऱ्यो त्यस्तै छ परसम्म हो तपाईँहरूलाई म के चाहिँ देखाउनु हो यहाँ लगाइ छ फेरि यी फुलिसकेको अस्ति फुलिसकेको फुलहरू बस यहाँ रहेछ लु कस्तो फुल हो न वरिपरि फुलेको अघि बिहानको गाडीमा फुलको भिडियो खिचेको नि उयो माथि उयो रोपेको खोर्सानी रोपेको कि पुरा गरम भयो नि त मै खानु आएको फुल त लु अरू पाकेको छ कि छैन दाजु अरू त यहाँ त लडाइँ खान्थ्यो हामीले पहिला त अहिले अलिक पाकेको रहेनछ मै खान्छु एन्थोरियम हेर्नु वाइट एन्थोरियम यहाँ फुलिरहेछ के हेरेको के खाने तेरो नानीहरू देखा त मै
यो चाहिँ हाम्रो अलैँची सुकाउने भट्टी हो खतरा फल्छ नि हाम्रो अलैँची भनेर चाहिँ भन्दिनँ होइन उहिले फल्थ्यो त्यस्तो होइन के फल्दैन फल्ने मैले अब 2 मग मही खाएँ अन्त आमाको लागि 1 मग चिसो पानी बोकेर हिँडेको भिडियोको मेन क्यारेक्टर चाहिँ यहाँ छ नि त बिजी ऊ के गर्नुभएको नानी बसिरहेको ए के गर्नुभएको त्यो झोला चाहिँ झोला पिटिँदैछु के गर्दैछु कल गर्छु चुटिन्छ है त्यो कसको झोला रहेछ हौ काकुको के बोक्छ त्यो झोलामा के बोक्छ झोलामा सब्जी र आलु ए सब्जी र आलु आइसक्रिम पनि कुलकुले सबै लोग्छ ल मेरोमा 2टा लिटल हार्ट छ अब कसले डान्स गर्छ उसले खानु पाउँछ लु डान्स सुरु फेरि कहाँ आउँछ र घुमेर यो बालपनको उमेर टिडिङ 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 टिङ ए रुकुमै नै नाच्ने अरूले डान्स गर्छ अनि त पाउँछ है लु छिटो सक्यो लु मलाई कसले दिन्छ कसले सेयर गरेर खान्छ नानी देखाउनु त कस्तो रहेछ वाउ लिटल हार्ट खै मलाई दिनुहोस् न एउटा खै म टेस्ट गर्छु नि एउटा थ्याङ्क यू सेयरिङ इज लभिङ भन त नानी